Yeah, yeah. म जन्मेको दिन आज आमा बाउ खुसी ल छोरा बाछ बुढेसकाल लागे उनको सहारा बाछ बाबा झनै खुस उनको आँखाको तारा बाछ यो काली रात्रिमा मेरी जुन आमा मेरो सङ्गीतको मिठो धुन बाबा उनको सिकाइ मेरो गुण गुणमा बाजे बाउदेखि कलाकारी हाम्रो खुन खुनमा बाबाको काँधमा छु तराइरहेछन् खोली धन सम्पत्ति ममा लुटाई रित्तो झोली बन्छन् कमर कसिहाल के गर्लास् भोलि मेरो उमेर ढल्किँदैछ अब तेरो जिम्मेवारी बाबालाई एउटै डर सक्दैन काम गरी अर्को जमानाको नराम्रो मान्छे बाटो भरि त्यसैले सम्झाइराख्छन् हिँड्ने गरिस् ध्यान गरी मैले फर्की आउँदासम्म आमा बाइको ख्याल राखी के फाइदा छ र शिखर चढ्छु भन्ने आँट राखी केटा भए पाइला बाँधिहाल्छ जिम्मेवारी एकछिन समय चाहियो के गर्छु भन्न पनि सक्दैन हुर्किरहेछ भाइ पछि जिन्दगानी यस्तै जाने हो कि तीनजनाको अगाडि बनी पानी खरानी म नरहेको दिन भनुन् गयो अमर बनी अमर बनाउनेछ मलाई यो कलाकारी बाबाको सङ्घर्षले ढोका कहिले बजाएन म त्यो घरको केटा बाँचेर हर दबाएर लालच देखाएन खस्या पैसा समाएन बाउले धेरै माया गरे तर कहिले बताएन म कलाकार मैले सोच्या कुरा रच्नु पर्ने एउटै संसार बाउले बोक्या बोक्नु पर्ने यो संसारको नीति यस्तो यो पाखुरीमा बल छदासम्म सबैले यहाँ लड्नु पर्ने यो जीवन युद्ध हो हेर्दैन वृद्धको यदि यो संसार साँच्चीकै शुद्ध हो ज्ञानको ज्योति छरिएको बुद्धको छोरा छोरी पापी भाग लाउने बाउको पनि इष्टकोट यी आँखा रसाइरहेछन् सत्यता डराइरहेछन् भन्नु धेरै थियो तर बाँकी शब्द मनैमा छन् देउता देउराली ढोकी हिँड्ने सताइरहेछन् मर्ने मान्छे के नै लगे फेरि किन लुट्ने बाछन् अँध्यारो संसार छ लुटिएको दरबार छ जसको घरमा रक्सी त्यसकै जल्या घरबार छ जिउँदो मान्छे खरानी हिँड्ने बाटो सुनसान छ कलाकारी बन्छ यो केटो चम्कन्छ को चाहदैन मसँग गाडी भयो भने कसको मन रुँदैन छोरा खाडी गए को छोरा हाँस्दैन आमा बाउ खुसी भए म पक्कै जित्ने छु यदि म बाँचिरहे